हेलो साथीहरु, आज त पुरा सुँगुरको मासु छ मेरो घरमा त। यहाँ देख्न सक्नुहुन्छ मासु। अनि यहाँ छ, यो चाहिँ हो आन्द्रा। म चाहिँ यसको चाहिँ ससेज बनाउन लागिरहेको छु नि त। सो त्यही भएर मैले यहाँ आन्द्रा रेडी गरिरहेको छु। अनि यहाँ मासु, आन्द्रा भन्दा मासु धेर छ, किनभने आन्द्राभित्र मासु पुरै खानुपर्छ नि त। सो त्यही भएर मैले मासु यति धेरै रेडी ल्याइरहेको छु। अनि यहाँ पनि छ अचानक यसरी मसिनो बनाएर चाहिँ काट्नु पर्ने हुन्छ यसलाई चाहिँ। सो मैले चाहिँ यसरी मसिनो काट्दैछु, जसरी मोमोको किमा बनाइन्छ सो त्यसरी नै काट्नुपर्छ ससेजको लागि पनि। ल साथीहरु, यो चाहिँ हो याङबेन। मैले अघि याङबेन भनेको थिएँ। यो चाहिँ राई कम्युनिटीमा चाहिँ याङबेन भनेको थाहा छ, बट हिन्दू कल्चरमा चाहिँ थाहा नहुन सक्छ कतिजनालाई। यो चाहिँ रुखमा पाउने झ्याउ मैले अघि भनिसकेँ, यो हो। अनि यो चाहिँ मैले पोर्कको ब्लडसँग चाहिँ मिसाएर, अनि यो मासु पनि मिसाएर चाहिँ ससेज बनाउन लागिरहेको छु। यो चाहिँ एकदमै टेस्टी हुन्छ। ल म चाहिँ यहाँ भाँडामा चाहिँ त्यो अघि मजाले धोएर याङबेन चाहिँ राखिसकेँ। अनि त्यसपछि माथिबाट म ब्लड चाहिँ राख्दैछु। अनि त्यहाँ साइडमा रहेको मासु पनि मैले काटेर राखेको छु नि त, मसिनो गरी किमा बनाएर। त्यो चाहिँ म जम्मै अहिले यो ज्याउ र ब्लड चाहिँ मिक्स गरेर त्यहाँ लगाउँछु। अनि मजाले घोलेर चाहिँ अनि फेरि त्यो अघि मैले राखेको आन्द्रामा चाहिँ हाल्नुपर्ने हुन्छ। कन्टिन्यू भिडियो हेर्दै गर्नु होला। कतिजनाले खानु भएको छ, कतिजनाले खानु भएको छैन। यदि खानु भएको छैन भने पनि मजाले बनाएर घरमा खान सक्नुहुन्छ आफैले, एकदमै इजी छ। अनि कतिजनाले खानु भएको छ, हजुरहरूलाई खानु भएकोले त टेस्ट थाहा छ, पक्कै बनाएर खानुहुन्छ मजाले। हजुरहरूले खानु भएको छैन भने यो भिडियो हेरेर चाहिँ खान सक्नुहुन्छ बनाएर। ल मैले चाहिँ यहाँ नुन खोर्सानी मसला सबै चट्ट मिलाएर चाहिँ हालिसकेँ। अनि यहाँ चाहिँ छ मासु, याङबेन र ब्लड मिसाएर चाहिँ अब ससेज बनाउन लागिरहेको छु। हामी चाहिँ छोरी र छेमा मिलेर। छोरीले चाहिँ केही काम गरेन है, मैले चाहिँ भिडियो बनाउनु पर्थ्यो। त्यो पनि त कामै हो। म त्यस्तो कुरा मैले चाहिँ यहाँ गाँठो पार्दै, किनकि यो ब्लडहरू नजाओस् भनेर। ए त्यो ससेज बनाउने तरिका मैले देखेको थिएँ जस्तो लाग्यो। तर याङछिङ चाहिँ राखेको थिएन है। याङबेन हो क्या, याङबेन। ए याङबेन चाहिँ राखेको थिएन जस्तो लाग्यो है मलाई चाहिँ। पाउँदैन नि त यो हतपत। मैले ससेज चाहिँ पातलो हुन्छ जस्तो लाग्छ है। ल फाइनली साथीहरू, हामीले चाहिँ एउटा ससेज बनाइसक्यौँ। पुरै मैले ब्लड राखेको थिएँ, ब्लड भयो। म चाहिँ यसलाई मजाले कसेर चाहिँ पखाल्छु, नत्र नि यत्तिकै पकाउँदा पनि भयो। पखाल्नुपर्छ नि, मैले त्यस्तो खान्छु ब्लड भएको। पाक्दाखेरि अनि हट्छ नि त। यसरी म चाहिँ टन्नै गाँठो बनाइदिन्छु, अनि दह्रो हुन्छ, चुटिने सम्भावना हुँदैन यति गरेपछि। ल साथीहरू, मैले चाहिँ यसमा पनि बनाउनु भनेको, बट पुगेन। यो चाहिँ ठुलो आन्द्रा थियो नि त, सो त्यही भएर चाहिँ यतिमै गम्मै लागेको। अब यति खाँदा ल मैले चाहिँ अब यहाँ मजाले धारामा चाहिँ त्यो अघिको बाहिरको ब्लडहरू चाहिँ
पखाले धोएँ अनि लिएर चाहिँ यहाँ हारीमा राख्दैछु। अब बसाउँछु म मोमोको भाँडामा। अब म चाहिँ आगोहरू फुक्छु अनि मजाले मोमोको भाँडामा हालेर बसाउँछु। ल मैले चाहिँ अब सबै बनाइसकेर चाहिँ यहाँ मोमोको भाँडामा चाहिँ मजाले हालेर चाहिँ यसरी छोपिदिन्छु। अब चाहिँ यो सबै बाफले पाक्ने हो। अब चाहिँ यति आगो लगाइदिएर चाहिँ छोडिदिन्छु। अब उता पाहुनाहरू आउनु भएको छ नि त, दिदी बहिनीहरू। अनि त्यस ल साथीहरू, अब चाहिँ मैले यहाँ लगभग 1.5 घन्टा चाहिँ पकाइसकेँ होला। कस्तो भयो त यस्तो पुरा कलर चेन्ज भइसक्यो। किनभने मैले चाहिँ भित्र खुन लगाएको थिएँ नि त, आम्मामा फुलिएर। त्यही भएर यस्तो कालो देखिरहेछ रहन्छ। अब यसलाई चाहिँ म टक्क फर्काइदिन्छु अनि पकाउँछु र छोडिदिन्छु। ल मैले चाहिँ फर्काई दुवैपट्टि फर्काउँदै मजाले 4-5 घन्टा पकाएँ। अनि त्यस पछाडि निकालेर एकछिन सेलाइसके पछाडि चाहिँ म चाहिँ मसिनो गरी पिस बनाउँदै काट्दैछु। अब यो चाहिँ मजाले फेरि तेलमा फ्राई गर्नुपर्छ नि त। यतिकै खाँदा पनि भयो, बट तेलमा खाँदा पनि तारेर खाँदा पनि मिल्छ। सो हामीलाई चाहिँ अलिकति तारेकै खानेकुराहरू मनपर्ने भएकोले चाहिँ बच्चाहरू पनि छ अनि त्यो तारेकै खानेकुरा मन पराउँछ नि त बढी। सो त्यही भएर म चाहिँ यहाँ तार्दैछु। अब यसरी मसिनो पिस बनाएर, तर मजाले आफैले यत्तिकै पनि खान सक्नुहुन्छ हजुरहरू, आफ्नो टेस्ट हो। Sausage finally fried on a patio. Sausage finally fried on the patio. बाबाले त खानु भयो भन्दा ल फाइनली हाम्रो चाहिँ यहाँ ससेज रेडी भइसक्यो। मैले चाहिँ पुरा मजाले तारिसकेँ। यी केटाकेटी पुरा खानको लागि एक्साइटेड छन्। ल कस्तो छ चाख? तातो होला है। मिठो मिठो भने यस्तो गर्नु मिठो होइन भने या